हातसम्म हुने मान्छेको गालामा थप्पड हाल्नु मैले पनि जानेछु। त्यसो भए किस दिउँ त चोपिलो यसरी लडे म हैन अब के गर्नु त लडेछि त ओहो दामी पारामा फन्तोको अगाडि साथीहरुको अगाडि कत्रो बेइज्जत होला। बाप का, दादा का, भाई का, सबका बदला लेकर तेरा फैजल। उसको जेडी फिल्मदेखि लिएर आज मसँग सुहानाको के कुरा गर्नु बिचारा आउनु पाएको छैन त हल्का मचाइदिसक्यो 2 बाट नै हैन। अरे कहना क्या चाहते हो? सरी 3 यो यस्तो जाम हुन्छ 2 3 भएर एन्डोगेडे कोन्डेडे कोन्टाडे गरेर अब तमिल फिल्म खेल्न जान्ला छ हैन। अब खै हाम्रो त चान्सै छैन नि। अब खै हाम्रो त चान्सै छैन नि। खासमा अनमोल लाउनु मन छैन, नेक्स्ट मुभीमा लिनु मन छैन है, अनि त्यही भएर उसले यतिकै गरे हो कि। रुको जरा, सबर करो। बड़ा हरामी हो बेटा। देखा आपने लापरवाही का नतीजा है। तपाईको एन्सर सिट तपाई आफै होल क्लासलाई पढेर सुनाउनुस् नेपालीमा। भक्ति थापाको निधन कहिले र कुन लडाईँमा भएको थियो? एन्सर अभियसली अन्तिम लडाईँ। नम्बर 2 पाटनको कृष्ण मन्दिर कुन मल्ल राजाले बनाएको हुन्? एन्सर अलमल्ल राजाले। यदि तपाईको साथीलाई मासिक 3% को दरले 1000 रुपैयाँ लोन दिनुभयो भने 1 वर्षपछि कति रिटर्न पाउनुहुन्छ? मैले मेरो अपेक्षा साथीहरूलाई राम्रोसँग चिनेको छु, 1 रुपैयाँ नि फिर्ता गर्दैन। इस सज्जन को क्या तकलीफ है भाई? कुरी 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 मा सबैभन्दा बढी सर्ने रोग कुन चाहिँ अप्सन छ? कोरोना, रुगाखोकी अथवा ज्वरो? रुगाखोकी। ए मैले पता नि त पहिला भन्नु पर्यो नि त पहिला। आर यु कमेडी मी? यस बजाएर भन्नु पर्यो रुगाखोकी सही आन्सर हो। मलाई त म हिरो छु जस्तो त लाग्दैन है मलाई। आर यु कमेडी मी? कान पनि सानो छ, नाक लामो छ है, यसो हेर्दै यस्तो बाबर जस्तो अनुहार छ है, खै किन मन परायो मान्छेले यस्तो लाग्छ मलाई।